गाइज हामी आज कहाँ जाँदैछौँ भन त हाम्रो आज चिप बोयफ्रेन्ड भेट्न गएको यसको होइन यसको त्यो मैले चाहिँ होइन गाइज तपाईँहरूलाई थाहा छ नि मेरो बोयफ्रेन्ड मलाई जाउँ भनेर हिँडेको होइन तर अब कहाँ लान्छ त्यो चाहिँ मलाई थाहा छैन होइन म चाहिँ सरप्राइजिङमा हिँड्दैछु अब बहिनीले जाउँ भनेपछि अब दिदी ठुलो मान्छे सपोर्ट त गर्नै पर्यो होइन पर त्यस्तै हो हामीहरू चाहिँ नि गाइज आएको म हामीहरू चाहिँ नि अन्यथा नलिनु होला हामीहरू चाहिँ नि गाइज हामीहरू चाहिँ साधुहरूले गएको साधुहरूले जाने बाटो पनि देखाउनु होला यो साधुहरूले सिधै बाटो हेलो हेलो गाइज यो चाहिँ दुर्गा मिसको स्टुडेन्टहरू हो यो चाहिँ यता चाहिँ हाम्रो दुर्गा मिस यता हेरेर पोज दिनु न त ल खतरा भन्दा अरू आउँदैन सो गाइज हामीहरू चाहिँ यो के बुद्ध टोल यता आइसक्यौँ है फेरि क्यापलाई हेरी भिडियो बनाउँदै रहेछु अनि किन क्यापलाई हेर्छु एक्स्ट्रा अर्डिनरी मान्छेहरू यस्तै हो क्यापलाई भिडियो बनाउँदै हुनुहुन्छ हाम्रो म्याम रिङ रोड सो यो चाहिँ हाम्रो बुद्ध टोल जाने बाटो है गाइज सो गाइज अहिले चाहिँ हामी खाना आइपुग्यौँ यहाँ चाहिँ यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ जस्तो भने यहाँनिर आगो बलेर पुरै भइरहेछ अनि यहाँ चाहिँ पुरै अहिले हिउँ लागेर होला पुरै सुक्याम लागेको छ यो बर्खातिर चाहिँ यहाँ पुरै हरियाली हुन्छ राम्रो देखिन्छ फोटोहरू पनि राम्रो आउँछ यहाँ घुम्नको लागि एकदमै सही छ यसो साथीहरूसँग रिफ्रेसमेन्टको लागि आउँदाखेरि हुन्छ एकदमै राम्रो लाग्छ मलाई चाहिँ अब कोही बेला बोरिङ भएको हामीहरू चाहिँ आइरहेको छौँ कहिलेकाहीँ साधुहोली पुग्न आँटेको छु म पर देखिरहेको छु आई लभ साधुहोली साधुहोलीको जङ्गलमा आएको छौँ हामी चाहिँ सिधै त्यो रतुवा खोलादेखि सिधै यो जङ्गल जाँदैछौँ आज चाहिँ साधुहोलीमा पिकनिक केको कार्यक्रम रहेछ अहिले भर्खर एक गाडी सामानहरू लिएर गए मान्छेहरू क्राउड पनि थुप्रै देखिरहेको छ यहाँ चाहिँ एकदमै राम्रो छ बनाइएको छ अहिले भनेको सुनेको थियो त्यो बनाइकन चाहिँ आइएको थिएन गाइज म चाहिँ फर्स्ट टाइमै आएको भन्दा अगाडि चाहिँ अस्ति एकचोटि घुम्न आइएको थियो त्यति बेला अलिक अब बर्खा भर्खर थियो अनि यस्तो राम्रो हरियाली थियो अहिले चाहिँ सबै सुक्खा लागेको रहेछ र भए पनि साह्रै हामीले चाहिँ यो इन्जोय गर्छौँ भन्ने आश गरेको छौँ यत्तिकै अब हामीहरू गाइज गोजीमा 1 रुपियाँ बिना विथआउट हामीहरूको लक्ष्य मान्छेको केही कहीँ जाने गन्तव्य लक्ष्य हुन्छ हामीहरू चाहिँ यत्तिकै फाल्तु पाइनेको जिरो कस्ट टुर भने जस्तै जिरो कस्टमा हामी बट हामीहरूलाई मनपर्छ यस्तो जिरो कस्ट टुर हामीहरू पैसै बिना काका डुबिरहेको हुन्छ पैसा छैन मन नपऱ्यो भने हाम्रो त्यही हो अप्सन हाम्रो त्यो फर्स्ट एन्ड लास्ट अप्सन हो त्यही भएर हामीलाई मन पर्दैन फाइनली गाइज हामी चाहिँ आइपुग्न आँट्यौँ हेर्नु अब आई लभ साधुहोली भनेर सो गाइज हामीहरू चाहिँ साधुहोलीमा आएको छौँ अनि त्यसपछि आई स समथिङ ब्युटिफुल देन मी द्याट इज दिस तपाईँलाई कस्तो लाग्यो यो बाख्रा तपाईँलाई यो बाख्रा कस्तो लाग्यो बाख्रा एकदमै राम्रो छ म भन्दा पनि सो गाइज हामीहरू चाहिँ यस्तो पाहाडको भिरालो बाटो यस्तो खतरा बाटो यहाँ हिँड्दैछौँ गाइज तपाईँहरूले सुन्नुभएको छ डोन्ट जज अ बुक बाई इट्स कभर त्यो भने त्यही भएर तपाईँ के भन्न चाहनुहुन्छ इन्क्लुड नगरे तपाईँ के भन्न चाहनुहुन्छ म चाहिँ होइन विश्वास कसैको नगर्नु रहेछ सानो केटाकेटी पनि नभन्नु रहेछ गौमाताले सिङले हान्नु भएन भने हामीहरू अवश्य सोध्ने नै छौँ कि गाईलाई घाँस कस्तो लाग्यो सो गाइज दिस गाइज आर भागिङ गाईहरूलाई प्राइभेसी नदिएको हो हामीहरूले गाइज हामी चाहिँ एकछिनको फोटोसुटका बाद हामी अलिक पर्तिर यहाँ सानो मन्दिर छ त्यहाँनिर जान आँटेको हामीहरू अलिक धार्मिक मान्छे हो त्यही भएर सो गाइज खानेकुरा हामीहरूको यति थियो बजेट अनि यति बजेटमा यति नै खानेकुरा अनि यहाँ चाहिँ हामीहरूको क्यामेराम्यान हुनुहुन्छ अनि यहाँनिर चाहिँ यहाँ दुश्मन हेरेको हेरे हुँदैछ यहाँ मस्त डान्स हुँदैछ अनि 2 जना मात्र छौँ यता हेर्न 2 जना सिङ्गल होइन डबल 2 जना डबल सरी गाइज तपाईँहरूलाई नि विश्वको सबभन्दा ढिलो खाने जनावरसँग मिलाउँदैछु त्यो चाहिँ यो हो
बिस्तारै खानुपर्छ आनन्दले खानुपर्छ क्या 32वटा दासले कतिचोटि चपाएर 36 2 दिनको जिन्दगी हो क्या जस्ट 2 दिन हो गाइस आज अघि भोलि अनि त्यसपछि भोलि भोलि फेरि कहिले आउँदैन नि फेरि भोलि मर्ने दिन कहिले आउँदैन भोलि पछि हो भोलिको पनि भोलि भोलिको पनि भोलि भोलिको पनि भोलि त्यस्तै भोलि 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 हुन्छ क्या त्यहाँनिर एउटा चेयर रहेछ कि कपाल चेयर यहाँनिर बसेर टक्कसँगले सँगै मर्ने बाँच्ने कसम खाएर उया खोलामा हाम फालेर मर्न पनि सकिने रहेछ यहाँ मर्ने बाँच्ने कसम खाने अनि त्यसपछि घरमा फोन गरेर भन्ने त्यसपछि उताबाट त्यहाँनिर हाम फाल्ने त्यहाँ हाम फाले पनि मन्दिर त त्यही सिन्दुरपोते गर्दा पनि हुन्छ गाई उताएर लु त्यहाँनिर सिन्दुर पोते लु यहाँनिर बसेर बाचा कसम खाने त्यसपछि घरकाहरू माने भने त्यही मन्दिरमा गएर सिन्दुर माने यही पोखरीमा डुबेर मागेर ल्याएको पानी हो मैले नगर न पानी दिनुभयो भने म डान्स गर्छु भनेर पानी लिएर आएको गाई यति धेरै गरिबी छ हाम्रो यत्रो ठुलो पोखरी यत्रो ठुलो ताल छ तर पनि पानी हामीहरू मागेर खाँदैछौँ मेरो मेहनतको पानीले यहाँ हात धुँदैछन् यस्ता पापी मान्छेहरू हुन्छन् सो गाई जुन चाहिँ हामीहरू आउँदाखेरि चाहिँ हिँड्दै आएको थियौँ कि अहिले जाँदाखेरि चाहिँ ड्याडी आउनुभएको छ अनि हामीहरू भ्लग बनाउँदैछौँ